नमस्कार, गुरुदर्शन नेपालको नयाँ भिडियोमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म ज्योतिषी एकराज दुलाल। आजको भिडियोमा हामी कुरा गर्नेछौँ वृष राशिका व्यक्तिको स्वभाव, रुचि, प्राथमिकता, करियर, आर्थिक अवस्था, प्रेम सम्बन्ध, सफलता दिलाउने काम, शुभ रङ, शुभ बार, शुभ नम्बर अनि स्वास्थ्यका विषयमा। यदि तपाईँ वृष राशिको हुनुहुन्छ वा तपाईको परिवार, साथीभाइ वा जीवनसाथी वृष राशिका छन् भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। र भिडियो सुरु गर्नुभन्दा पहिले गुरुदर्शन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न नभुल्नुहोला। सबैभन्दा पहिले कुरा गरौँ वृष राशिको आधारभूत स्वभाव बारे। वृष राशि पृथ्वी तत्व अन्तर्गत पर्ने राशि हो र यसको स्वामी ग्रह शुक्र हो। शुक्र ग्रह सौन्दर्य, प्रेम, विलासिता, कला र भौतिक सुखलाई प्रतिनिधित्व गर्दछ। यसकारण वृष राशिका व्यक्तिहरू सामान्यतया शान्त, धैर्यवान, मेहनती र व्यावहारिक स्वभावका हुन्छन्। यी व्यक्तिहरूलाई स्थिर जीवन मनपर्छ अनि एकपटक कुनै निर्णय गरेपछि सजिलै पछि हट्दैनन्। आफ्नो लक्ष्यतर्फ लगातार मेहनत गर्ने क्षमता वृष राशिका व्यक्तिमा अत्याधिक देखिन्छ, तर कहिलेकाहीँ जिद्दीपन पनि हुन सक्छ। कुनै कुरामा मन बस्यो भने अरूको कुरा सुन्न गाह्रो मान्ने स्वभाव देखिन सक्छ। अब कुरा गरौँ वृष राशिका व्यक्तिको रुचि र प्राथमिकता बारे। यी व्यक्तिलाई राम्रो खाना, कपडा, सुन्दर घर र आरामदायी जीवनशैली मनपर्छ। सङ्गीत, कला, प्रकृति तथा शान्त वातावरणप्रति विशेष आकर्षण हुन्छ। धेरैजसो वृष राशिका व्यक्तिहरू आफ्नो परिवार र सम्बन्धलाई निकै महत्त्व दिन्छन्। उनीहरू विश्वासिलो साथी र जिम्मेवार जीवनसाथी बन्न सक्छन्। तर एउटा कुरा याद राख्नुपर्ने हुन्छ, वृष राशिका मानिसहरू परिवर्तन तुरुन्त स्वीकार गर्न सक्दैनन्। नयाँ वातावरण वा नयाँ सोचमा ढल्न यिनीहरूलाई समय लाग्ने गर्दछ। अब कुरा गरौँ करियर र सफलता दिलाउने कामबारे। वृष राशिका व्यक्तिहरू मेहनती र धैर्य हुने भएकाले दीर्घकालीन क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्छन्। विशेष गरी बैंकिङ, वित्त, व्यापार, कृषि, निर्माण, होटल व्यवसाय, सङ्गीत अनि अभिनय, डिजाइन, फेसन, सौन्दर्य तथा रियल इस्टेटसँग सम्बन्धित कामहरू अथवा यिनीहरूलाई यस क्षेत्रमा राम्रो सम्भावना हुन्छ। यदि वृष राशिका व्यक्तिले आफ्नै व्यवसाय सुरु गरे भने पनि राम्रो सफलता प्राप्त गर्न सक्छन्, किनभने उनीहरू पैसाको व्यवस्थापन गर्न जान्दछन्। धैर्य राखेर काम गर्ने भएकाले जीवनमा बिस्तारै आर्थिक स्थिरता प्राप्त गर्न सक्ने योग बलियो हुन्छ। तर एउटा कमजोरी के हुन्छ भने कहिलेकाहीँ धेरै आराम गर्न खोज्ने बानी र ढिलो निर्णय गर्ने स्वभावले अवसर गुम्ने खतरा रहन्छ। त्यसैले समय अनुसार निर्णय लिनुपर्छ। अब प्रश्न आउँछ, कस्तो कामले वृष राशिलाई सफलता दिलाउँछ? जुन काममा स्थिरता, धैर्यता र निरन्तरता चाहिन्छ त्यस्तो क्षेत्रमा वृष राशि धेरै सफल हुन्छन्। विशेष गरी आर्थिक योजना, व्यवस्थापन तथा कला, सौन्दर्य र जीवनसँग सम्बन्धित कामहरू लाभदायक हुन्छ। अनुशासन र नियमितता कायम गर्न सके ठूलो सफलता प्राप्त गर्न सकिन्छ। अब कुरा गरौँ तपाईहरूको मनमा लागेको जिज्ञासा, प्रेम सम्बन्धको। वृष राशिका व्यक्तिहरू प्रेममा धेरै इमान्दार र गहिरो भावना राख्ने हुन्छन्। एकपटक कसैलाई मन पराइसकेपछि सजिलै छोड्न चाहँदैनन्। यी व्यक्तिहरू आफ्नो सम्बन्धलाई सुरक्षित र स्थिर बनाउन प्रयास गर्छन्। तर प्रेम सम्बन्धमा केही समस्या पनि देखिन सक्छ, जस्तै अत्याधिक अधिकार जमाउने बानी अनि रिस मनमा राख्ने स्वभाव वा पार्टनरहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न खोज्ने प्रवृत्तिले सम्बन्धमा तनाव ल्याउन सक्छ। त्यसैले वृष राशिका व्यक्तिले प्रेम सम्बन्धमा विश्वास, खुलापन र संवादलाई महत्त्व दिनुपर्ने हुन्छ। कसैको बानी के हुन्छ भने मनमा कुरा थुपार्ने। यसो गर्नु हुँदैन। मनमा कुरा थुपारेर राख्नुभन्दा स्पष्ट रूपमा कुरा गर्दा सम्बन्ध अझ बलियो बन्न सक्छ। यदि विवाहित जीवनको कुरा गर्ने हो भने वृष राशिका व्यक्तिहरू जिम्मेवार र परिवार प्रेमी जीवनसाथी बन्न सक्छन्। तर कहिलेकाहीँ जिद्दी स्वभावका कारण साना कुरामा विवाद बढ्न सक्छ। धैर्य र समझदारीले धेरै समस्याहरूको समाधान गर्न सकिन्छ। अब कुरा गरौँ एकदमै महत्त्वपूर्ण आर्थिक अवस्थाबारे। वृष राशिका व्यक्तिहरू पैसा बचत गर्न जान्ने हुन्छन्। अनावश्यक खर्च, फजुल खर्च र भविष्यका लागि योजना बनाउने बानी राम्रो हुन्छ।
अनावश्यक खर्चहरू कम गर्ने वा फजुल खर्चहरू कम गर्ने भविष्यका लागि योजना बनाउने बानी उनीहरूको राम्रो हुन्छ। यसकारण जीवनको उत्तरार्धमा आर्थिक स्थितिमा राम्रो सुधार अथवा सम्भावना रहन्छ। तर विलासितापूर्ण वस्तुमा अत्याधिक खर्च गर्ने बानीबाट भने सावधान रहनुपर्ने यी राशिहरूले हुन सक्छ। अब वृष राशिलाई के शुभ के अशुभ यो पक्षतिर लागौं। वृष राशिको शुभ रङ हरियो, सेतो, हल्का गुलाबी र क्रिम रङ शुभ मानिन्छ। अनि शुभबार भनेको शुक्रबार र सोमबार विशेष शुभ मानिन्छ। शुभ नम्बरहरूमा 6, 2 र 8 अङ्कका नम्बरहरू एकदम फलदायी हुन सक्छन्। अनि उनीहरूको शुभ दिशा भनेको दक्षिण र दक्षिण पूर्व दिशा लाभदायक मानिन्छ। अब कुरा गरौँ एकदमै जटिल स्वास्थ्य बारे। वृष राशिका व्यक्तिहरू सामान्य बलियो शरीर भएका हुन्छन्, तर घाँटी, थाइराइड, घाँटीको संक्रमण, मोटोपन तथा सुगर सम्बन्धी समस्या देखिन सक्छ। धेरै मिठो खाने बानीले पनि स्वास्थ्यमा असर गर्दछ। त्यसैले नियमित व्यायाम, पर्याप्त पानी, सन्तुलित भोजन र तनाव नियन्त्रणमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ। अब अन्तिममा एउटा महत्त्वपूर्ण कुरा, वृष राशिका व्यक्तिहरू जीवनमा ढिलो सफलता पाउन सक्छन्, तर स्थायी सफलता प्राप्त गर्ने सम्भावना धेरै रहेको हुन्छ। यदि तपाईले धैर्य, अनुशासन र सकारात्मक सोच कायम राख्नुभयो भने जीवनमा ठूलो सफलता हासिल गर्न सक्नुहुनेछ। आजलाई यो भिडियो यति नै। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। यस्तै राशिफल, ज्योतिष र जीवन उपयोगी जानकारीका लागि गुरुदर्शन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। म ज्योतिषी एकरात दुलाल, फेरि भेटौँला नयाँ भिडियोका साथ। नमस्कार, राधे राधे।